गुड मर्निङ सबैजनालाई। म चाहिँ बिहानको 8 बजिसकेको छ, 8 बजीसम्म पनि उठेको छैन हैन। आमाले चाहिँ 7 बजीतिर उठाउन आउनु भयो अनि म उठेर पनि बसिरहेँ, मोबाइल चलाइरहेको छु। आज पनि हामी भ्लग गर्न खोजेको गाइस। सबैजनाले हेर्नु होला म भ्लग साधारण नै दिन्छ। आज पनि भ्लग अब चाहिँ छ हामी कोटा किचनमा जाने हो। मौसम बिग्रेको छ, मौसम बिग्रियो, पानी आयो। तर मलाई चाहिँ खुसी लागेको छ। हाम्रो अचार पनि रेडी भइसकेको छ। टमाटरको पोलेको अचार, खै त्यसको दाल हो। यो दालको त मलाई नामै बिर्सियो। दाल भात, चटनी, दाल भात आमाले बनायो। म चाहिँ गएको थिएँ दुध दिन गोठमा। मेरो गोठ होइन, मेरो दुध चाहिँ किनेको हो। त्यही भएर चाहिँ दिनदिनै लिन जानुपर्छ। त्यो भालु जस्तो देखियो हो म होइन। त्यही भएर म अब आउँदैछु होइन। बाबा आमा काम गरिसक्नु भएको छ। अनि कि अब मेलामा जानु, अनि कि मेला खेतमा जानुभएको छ काम गरिदिनुलाई। अब म चाहिँ मेरो दिनमा चाहिँ आज बब्बाल काम हुने बेला चाहिँ यसरी छु। बिहान चाहिँ मौसम एकदमै पनि खराब थियो अनि पानी आउँछ कि भनेर बाबाले चाहिँ गाईलाई भित्र राख्नु भयो, बल्दालाई भित्र राख्नु भएको रहेछ। मजाले बसिरहेको छु। उठ घर जाने होइन। यहाँ पनि बाहिर जान मन लाग्दो रहेछ नि है। चल चल एकदमै पनि यो हर्नु त दाउलो नगर्दा चल न। अब बुढो भयो जेसी त हो नि होइन, बिचरा हर्नै सक्दैन। अरे छिटो हर्न हेर। के हेर्दै मलाई चाहिँ यस्तो तरहरू पुऱ्याउनेहरू हुन्छन्। अब यस्तो तर देख्दा चाहिँ बचपन बेला गएर आउँछु किनकि म चाहिँ बच्चाकोदेखि दुध एकदमै पनि मन पर्थ्यो मलाई होइन। आजभोलि त मलाई ग्यास्ट्रिक एकदमै छ अनि त्यही भएर मैले दुध त त्यति खाँदैन होइन। अब यो तर खाए त झन् साकार होइन होइन। को मन पर्दैन मलाई यो तर चोरी चोरी खान्थेँ मैले चाहिँ बचपनमा चाहिँ। सानो सधैँ चाहिँ एकदमै चोरेर खान्थेँ मैले चाहिँ। तर यति मिठो हुन्छ नि बापरे, मुझे पनि मिठो गराएको। अब कति गाह्रो हुने हो त थाहा छैन। एक चम्चा खाइदिउँ न। अब हामी चाहिँ जाने हो घाँस काट्नलाई हैन। पहिले आँसु उठाउनु पर्छ
मौसम चाहिँ पानी आला जस्तो पनि छ, घाम पनि हल्का फुल्का गरेको छ उतातिर। अझै बिहान चाहिँ थोरै आएको जस्तो गरेको थियो, अनि अहिले चाहिँ बादली जस्तो परिरहेको छ। मौसमको भर हुन त्यसो त भनेको भयो पनि त होइन। म चाहिँ तिहारको लागि चाहिँ यो फुल लगाएको थिएँ होइन। यसलाई के भन्छ, सबै मरिसकेको छ। यतातिर चाहिँ जागेको छ 3वटा बोट जति, अरू त सबै मरिसकेको छ। आमालाई झन् एकदमै मनपर्छ फुल रोपेको। यो फुल पनि आमाले नि लिनु भएको हो होइन, गाउँबाट मागेर। म त्यति सकिने छैन, भए पनि त्यस्तो त फुलहरू गर्दैन, चासो गर्दैन होइन। अब चाहिँ डोको निकालेर होइन, यतातिर त डोको, हाम्रो यतातिर चाहिँ किल्टा भन्छ होइन। नेपालतिर चाहिँ यसलाई के भन्छ, डोको। हाम्रोतिर चाहिँ नेपालतिर चाहिँ डोको भन्छ, अनि यतातिर चाहिँ किल्टा भन्छ कि किल्टा। मौसम एकदमै पनि खराब छ। अब के गर्ने त, घाँस काट्नु पर्यो होइन। यहाँनिर चाहिँ यस्तो राम्रो हिसाबले पाकिरहेको छ नि, बाफ्रे ओमाइगो। अनि यतातिर पनि छ होइन, यतातिर पनि छ। कति अट्क्या त, यतातिर पनि छ होइन। यतातिर पनि हेर्न सक्नुहुन्छ, यतातिर पनि देख्न सक्नुहुन्छ, राम्रो छ नि। त्यो राम्रो हिसाबले छ नि यतातिर। तल चाहिँ भिड छ तल। मैले चाहिँ यति टिपेँ होइन, त्यो म खान्छु होइन। गाउँ छोडेर जानेहरूलाई चाहिँ यो कुरा खान पाइन्छ त, सहरमा रहनेहरूलाई होइन। गाउँको यही नै छ कि मजा, स्वच्छ हावा हेर्नुहोस्। अनि यो फलफुलहरू होइन सिजन अनुसार के खान पाउँछ नि त होइन गाउँघरमा त। बाफ्रे यता चाहिँ जेठ असारको महिना पनि तुरी यस्तो राम्रो तुरी फुलिरहेको छ। अनि म चाहिँ घाँसहरू एकदमै धेरै छ होइन यतातिर। म चाहिँ कन्फ्युज भयो कता काटौँ घाँस। आकाशमा पानी हाल्न लागिसक्यो, घरमा एउटा पनि छैन गाईले हाल्ने घाँस। म चाहिँ अब थोरै ओइसलो खाएँ, अब चाहिँ काटौँ भनेको कन्फ्युज। त्यति घाँस हुँदैन नि है आजकल, त्यही पनि छ त बर्खाको जस्तो लामो एकदमै राम्रो होइन छैन कि जाऊ। घाँसको नाममा गजेर मात्रै छ, यो गाईले खाँदैन। त्यही पनि आमाले भन्नुहुन्छ कि अब नखाए पनि काट मूल हुन्छ भन्नुहुन्छ, त्यही भएर काट्नु लाग्यो। अरे घाँसै छैन कि, खर घाँसै छैन, स्याउला मात्रै हो, यस्तै काट्नु पर्छ। बल्ल तल्ल घाँस काटियो होइन एक डोको। स्याउला मात्रै छ घाँस, स्याउला मात्रै छ घाँस त टन्नै छ। ऊ माथितिर हेर्नु होइन, ऊ तलनिर हेर्नु, माथिनिर हेर्नु, घाँस त टन्नै छ नि त। काट्न सक्यो त, अब राम्रो भइतिर काट्न सकेपछि त एकदमै टन्नै छ घाँस होइन। नेपालकोतिर भन्दा यता चाहिँ ज्यादा हुन्छ कि, यता मान्छेहरू चाहिँ ज्यादा ढिक हुन्छ कि। हाम्रो थोरै हुन्छ, हुनेहरूको पनि त्यति हुँदैन। यतातिर त बर्खातिर त हामी त कति घाँस काट्नु, ऊ यो माथिभरि कति माथि जमिने छ, उता घरदेखि तपाईँ कति छ तल भाइ पुरै नगर्नुहोस् घाँस त। काट्न सक्यो त कति हो कति होइन, तर काट्न सकिँदैन। अब चाहिँ म रेडी छु होइन बोक्नलाई। कसरी बोक्यो के मलाई फन्नाइरहेको छ। राम्रो फुल है,
यस्तो खालको ठुलो भएको रहेछ एकदमै पनि राम्रो। यता पनि हेर्न न कस्तो राम्रो फुल फुलिरहेको छ। म चाहिँ अब घर पनि आइसकेँ होइन। आज चाहिँ मौसम एकदमै पनि राम्रो छ, मलाई एकदमै पनि राम्रो भयो। ओ माई गॉड हड्डी नि रहेको छैन। घाँस राखिदिएँ, घाँस खाने मान्छे मलाई आएर बसिरहेको छ अनि घाँस काट्ने मान्छेको हाल चाहिँ बेहाल पानी लाग्दो गरेको छु। घरमा एक्लै छु, घरमा एक्लै छु भन्छु उनीहरूलाई कस्तो भन्नु त घरमा एक्लै घाँसमा त कति एक्लै नै हुन्छु होइन, सधैँ हो एक्लै हुन्छ। एक्लो महसुस हुँदै फिल हुँदै कि होइन। घर बसेपछि यही त कुरा छ नि त होइन, सबै हेर्नुपर्छ। भाडा कुरा के छ होइन, घर कस्तो छ भन्नुपर्दा अब मेरो घरको कुराहरू तपाईँ हेर्न सक्नुहुन्छ। हालत यस्तो गुली गराउँछ घरको हालत हेर्न सक्नुहुन्छ तपाईँहरू। ओएमजी अब सजिलो छ त घर बस्नलाई होइन। अनि अरू के भन्नुहुन्छ, घरमा बच्चीतिर त के काम छ र अनि चाहिँ कुल गर्ने त। अब भाँडाको माग्नु पऱ्यो, बढाउनु पऱ्यो, लिप्नु पऱ्यो, पोत्नु पऱ्यो होइन। धेरै हुन्छ नि त घरको काम त। अझै बाहिरको कामभन्दा धेरै हुन्छ। बाहिरको काम चाहिँ एक सर गरेर गर्नुहुन्छ, तर घरको काम चाहिँ कति पनि सिद्धिँदैन। अब म चाहिँ गर्छु कामहरू, मैले चाहिँ सबै कामहरू सिधाइसकेँ होइन। भाँडा पनि माझियो अनि त्यसपछि यता सब सरसफाइ गरेर मैले चाहिँ चुल्हाहरू पनि लिपिसकेँ अनि त्यो पनि राम्रो हुन्छ नि त। आगो फेरि यति ठुलो बाल्छ हाम्रो परिवारहरू सबैले ठुलो आगो फुट्नुहुन्छ भान्सा गर्दा। आमाले त एकैचोटि एक भाइ दाउरा हाल्नु है, त्यही भएर चुलो पनि कालो हुन्छ। त्यही भएर म चुलो पनि लिपिसकेँ, भाँडा पनि माझिसकेँ होइन। त्यो खालको सल्लाह गरिसकेँ मेरो काम भनेको। अबको मेरो काम भनेको सुत्ली बान्ने होइन। यसलाई सुत्ली बान्ने चाहिँ बिन हो होइन, बिन हो त्यो सुत्ली बान्नुपर्छ माथि जानलाई हो लरा छोरीको चाहिँ। हाम्रो नेपालतिर चाहिँ सिमीहरू रोप्यौँ भने चाहिँ ठ्याङ्ग्रा भन्ने हुन्छ, ठ्याङ्ग्रा लिएर हालिदिन्छ होइन। अनि यतातिर चाहिँ बिन रोपिसकेपछि त के गर्नुपर्छ भने डन्डा यानि कि डन्डा गरेर काटेर बाँसको पनि किन्ने हुन्छ। अब जङ्गलमा पनि काट्नु हुन्छ, तर जङ्गलमा काट्दा भएन, डन्डा किनेर ल्याएर सुत्ली बान्ने अनि त्यहाँमा जान्छ। फेरि माथिबाट पनि फेरि बुन्नुपर्छ यतातिर। त अब यो बेच्नको लागि गराएको हो, हाम्रो नेपालमा त खानाको लागि मात्रै गराएको। ठ्याङ्ग्रा हालिदिन्छ, झम्पा काटिदिन्छ, हालिदिन्छ, भइहाल्छ, खाइन्छ। त्यो चाहिँ बेच्नको लागि हो, त्यही भएर यति साह्रो दुःख हुन्छ क्या।